हाई सेवारो हामी चाहिँ अब हाइकिङ जान आँटेको चिन्डे डाँडा। हामी 4-5 जना भएर फर्स्ट टाइम जाने लागेको। मेरो पनि कस्तो हुन्छ अब हिँड्न सकिन्छ कि सकिँदैन। हामी त हाइकिङ हाम्रो ग्रुप कति जना एउटा मान्छे चाहिँ रेड क्यापमा त फोनमा के गर्दै हुन्छ, पिक्चर खिच्दै क्या। ए टिकटक पो रहेछ नि। The best way to Oh my god, that's a great view, huh? के देखेन? मेरो ध्यान त घाममा थियो। के थियो रे? हरिण? हरिण? कस्तो हुन्छ हरिण चाहिँ अब? कस्तो? बाख्रा? ए त माउन्टेन गोट होला न त नि। माउन्टेन गोट होला नि अब। It's probably a mountain goat. Mountain goat भन्छ क्या इङ्ग्लिसमा त। अनि बाख्रा जस्तो के भन्नुभयो होइन? अनि त बाख्रा अनि यता माउन्टेनमा छैन नि। सुन्नु त यता माउन्टेन एरिया होइन यता। अनि बाख्रा देख्नुभयो अरे, तर माउन्टेन गोट भन्छ क्या। यता माउन्टेन गोट भन्छ हौ। त्यहाँ विदेशमा त त्यसै युएसएमा त माउन्टेन गोट भन्छ। ए मलाई यो ठाउँ थाहा छ। मेरो अरादेखि भन्दै जस्तो छ नि। लु चिन्डे डाँडा आउँदैछिन्। कसै मान्छेहरू 1-2 केजी घट्यो होला। 10 केजी घट्यो। साह्रो परेर सिन्द्र बसिन। आमा रातो न रातो गाला बोकेर आउँदैछ। आमा चाहिँ कालो छ। काली न काली भएर यहाँ हाम्रो दिदी गलेर 20 प्लस। हाम्रो जेनिस यहाँको साथै हराएको छ। थाकेर कालो न कालो भएर हामी सबैजना यहाँ चिन्डे डाँडा आइपुगेका हामी। गलेर भुतुक्कै भयो। मेरो झन् मुटु नै त्यो मम्मीले उकालो चलाउनु भयो नि। मुटु त्यो भनेको यस्तो साह्रो दुखो नि। धरान त राम्रो देखेको छैन आज त। हेर त कृति धरान त राम्रै देखेको छैन। आज के भयो साँच्ची? मधुरो छ हौ। मधुरो छ देखेको छैन। धरान त यस्तो पुवालो लागेको कि कुहिरो लाउसे लागेको। राम्रो देखेको छैन।
उतल होटल मान्छेले चियाको उयोहरू सामान लगाइसक्यो नि त कहाँ छ चिया ऊ त्यहाँ पानी खामा अब ल ख कफी खान्छु म फाइनल्ली आइपुग्यौँ हामी चिन्डे डाँडा यसो डाँडामा खिच्नु न कमसे कमले त बुतुक्कै भयो आज त तामाङ भन्दा बताउनुहुन्छ होला गाइजहरूले मेरो काला त होला होला शेर्पेनी आज म भोटे शेर्पेनी चिन्डे डाँडा आइपुगेको हाइकिङ टोलीहरू ऊ कसै मान्छेहरू हाइ गर्दैछ अब के हेरे भोलिपल्ट खुट्टा दुखेर आइपरिन्छ हामी बहादुरी हिम्मतवालीहरू हिम्मतवालीहरू हिम्मतवाले चाहिँ के भएको 1 किलो मासु त घट्यो यता हिम्मतवाले देखाउनु नि हिम्मतवाले 1 किलो मासु घट्यो नदेखाऊ दिदी त सलक सिलिक भएर अघि त चिया खानु मन पर्छ त्यस्तो भएको म मेरो यो होला यो पनि खान्छु म दिदी पिरो खानुहुन्छ यो कालो आको अमिलो चाहिँ आफै लाउने होला म अमिलो चाहिँ खादिनँ म त पुरा ल्याएपछि त आउँदो रहेछ म त टिकटक पनि बनाउँछु